Namaste, beautiful people. Welcome back to my YouTube channel. Hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म एकदम फिट एन्ड फाइन छु। अनि आज चाहिँ म लाग्दै छु मुस्ताङ। हामी साजन र म चाहिँ मुस्ताङमा जान लाग्छौँ। म हिरोको एक्सपल्स प्रोमा छु। अनि साजन चाहिँ डोमिनारमा भयो हैन। अनि मैले चाहिँ आज हाम्रो अनुप सरको बाइक लिएर हिँडिरहेको छु एक्सपल्स प्रो। फर्स्ट टाइम हो हैन मैले हाइवेमा गर्न लाग्यो। यस अहिलेसम्म चाहिँ फिलिङ्स चाहिँ बब्बाल डर लागिरहेछ, कत्रो अग्लो लागिरहेछ क्या बाइकै। तर हल्का चाहिँ लास्ट हल्का छ बाइक चाहिँ। त्यो डोमिनार हेब्बी चलाएर पानी भएर होला हैन। लास्ट हल्का के यस्तो फिलिट फिलिट घुमे जस्तो लाग्छ। अब हाइवेमा चाहिँ कस्तो हुन्छ पानी परेको छैन नि त मलाई अहिलेसम्म। त्यही भएर चाहिँ यो अनि मेरो ब्यागहरू चाहिँ सबै मेरो सामानहरू चाहिँ सबै सारेर ब्यागमा राखेर हाम्रो साधन सरको बाइकमा छ हैन। सर अगाडि अगाडि लाग्नु भएको छ। सरलाई अहिले फेरि उता भेट्नै नसकिने होला। अनि मैले चाहिँ आज चाहिँ बिच बाटोबाट सुरु गरेँ भ्लग हैन। बिहान अलि आउँदै थियो नि त घरबाट भन्दाखेरि। अनि हामीले फ्युल भऱ्यौँ। अनि अहिले ठ्याक्क हामी आइपुग्यौँ सोइम्पू। अब हामी यहाँबाट सिधा पाइलाबाट हुँदै धार्के निस्केर जान्छौँ। खाना खानलाई चाहिँ पोखरा पुग्ने हिसाबले जानु लाग्यो। हेरौँ के हुन्छ, रोडको कन्डिसन कस्तो छ होइन। आइपुग्यौँ धार्केबाट अगाडि लागिसक्यौँ होइन। अब तपाईँहरू अहिले यो मुगलिन यहाँ नौबिसेबाट मुगलिनको बाटो हिँड्नुहुन्छ भने चाहिँ होइन एक्सपल्स चाहिँ बेस्ट रहेछ क्या। बाटो छ अब बाटो बन्दै छ। अब बिच भइसक्यो अलिकति गाह्रो होला बरु। तर अहिले बन्दै गरेको बाटोलाई चाहिँ होइन एकदम बेस्ट माने क्या मैले यो बाइक। कसम यस्तो मजाले कुद्दो रहेछ कि यो खाल्टोको कुनै छैन क्या। सस्पेन्सन त्यस्तो दामी मजा लाग्यो होइन। अरू भने त्यस्तै हो। अब यो पिच रोडमा त यसमा डट टायर छ नि त। त्यही भएर अलिकति कर्नरहरूमा अलिकति गाह्रो हुन्छ। नत्र यस्तो यो बम्परवाला रोडहरू छ भने चाहिँ बब्बाल मजा आउने क्या। केही कुनै छैन क्या, केही इफेक्टै छैन क्या। बेस्ट लाग्यो होइन यसको लागि चाहिँ। सस्पेन्सन चाहिँ बब्बालै मजा रहेछ ल। हेरौँ यहाँ खाल्टो मतलबै छैन क्या। चिया अन्डा खाइयो होइन। अब हाम्रो नेक्स्ट स्टप चाहिँ लगभग सिधै पोखरा भन्ने कुरो छ। हेरौँ के हुन्छ। हाम्रो साधन सर चाहिँ रिसाइरहेछन् मसँग छोडेर आएँ अरे मैले भनेर। अब अफ रोडमा मैले छोडेको थिएँ, अब अन रोडमा मलाई छोड्ने होला। त्यही हो अहिले चाहिँ हामी दार्जिलिङ मलेखुमा छौँ। लगभग 40-45 मिनटमा मुगलिन पुगिन्छ होला। अब 9:15 भने चाहिँ लगभग 12 बजेतिर पोखरा पुग्ने टार्गेट छ। हेरौँ के हुन्छ। ल बाटोमा भेट्दा भयो त हामी। जस अफ रोडमा चाहिँ बब्बाल मजा आएको थियो होइन। साधन सरलाई छोडेर आएको थियो, डोमिनारलाई छोडेको थियो। अब साधन प्रो अगाडि लागिसक्यो। साधन प्रोले सानो ब्याग राखेर मलाई चाहिँ सजिलो भएको छ। मैले ब्याग हाल्नु परेन नि त। त्यही भएर इजिली दौड्न पाइरहेको छु। सरको बाइक चाहिँ बवाल देखेर यार पछाडिबाट कसम बल्की देखिने यार। अनि अब फर्केपछि उताबाट फर्केपछि चाहिँ राखौँ कि जस्तो लागिरहेछ। तर यस्तो ब्याग झुन्डाउँदाखेरि त ठिक हो। ब्याग नझुन्डाउँदाखेरि चाहिँ फेरि अलिक नराम्रो देखिन्छ क्या त्यो मेटल मात्रै। त्यही भएर हो। अब आधी घन्टामा मुगलिन पुग्ने भनेको खोइ पुग्दैन होला भन्छ सर। के भने हो 12 बजीसम्म पोखरा पुग्ने टार्गेट राखे हो। हेरौँ के हुन्छ। अहिले
चाहिँ हामी कुरिन्टार आइपुग्यौँ मनोकामना चढ्ने ठाउँ मनोकामना केबल कार चढ्ने ठाउँ होइन यहाँ चाहिँ अलिकति प्याकै हुन्छ क्या गाडीहरू यो माथि चाहिँ मनोकामना भयो अब अहिले तपाईँहरू यो टाइममा आउनुभयो भने चाहिँ यदि बेलुका बस्ती गरेर आउनुहोस् होइन अनि बिहान फर्किने बेलामा यस्तो बवाल भ्यू देखिन्छ कि होइन त्यो केबल कारै भित्र छिरे जस्तो हुन्छ क्या बादल भित्र छिरे जस्तो किनकि तलतिर पुरै हुस्सो लागिरहेको हुन्छ नि त तल पुरै हुस्सो लागिरहेको हुन्छ अनि माथि केबल कारबाट माथिबाट तल झर्दाखेरि चाहिँ बिचको जुन अहिले देखिरहेको नि माथि त्यो बादलमा हराइरहेको छ नि त्यो एरिया यस्तो बवाल देखिन्छ माथिबाट होइन एकचोटि होइन तपाईँहरूलाई नि त्यो उ गर्नु मन छ भने एक्सपिरियन्स गर्नु मन छ भने चाहिँ यो टाइममा आएर बेलुका नाइट बस्ती गरेर मनोकामनामा नाइट बस्ती गरेर अनि बिहान दर्शन गरेर फर्स्ट आवरमै फर्स्ट उमै 10 बजेभित्र फर्किने हिसाबले आउनुहुन्छ भने चाहिँ होइन भ्यू चाहिँ बवाल देखिन्छ म चाहिँ अहिले हाम्रो नेपालको सबैभन्दा व्यस्त एरिया मुगलिन आइपुगे यहाँ चेकिङ हो कि के हो हाम्रो साथी कता हो अहिलेसम्म आइपुगेको छैन सोल्टी त अझै आइपुगेन यो हाइवेकै सबभन्दा बिजी एरिया चाहिँ यही होला क्या कसैकोले के कहिले पनि यो एरिया चाहिँ कहिले पनि बन्दै हुँदैन क्या अब यताबाट चितवन जाने ठाउँ भइहाल्यो अब हामी चाहिँ लाग्दैछौँ पोखरातर्फ डोमिनार एक कलर पनि आएको छ र एक दुईवटा फोटो हालौँ न तिम्रो त हिलै गरे त हेर यहाँ
अहिले चाहिँ हामी यहाँ मालढुङ्गामा आइपुगेको छौँ मालढुङ्गा आएर खाना खायौँ हल्का चेन लिप गऱ्यौँ अब यहाँबाट हामी नन स्टप लाग्छौँ यहाँबाट चाहिँ उता बागलुङ बजार जाने भइहाल्यो सहरकोमा चाहिँ अब नेपाली झन्डा आइसक्यो मेरो पनि हाल्ने भनेको मेरोमा त त्यो उनी भएन क्या लिस्ट नै पाएन अब उता बेनीतिर पायो भने एउटा लिस्ट लिएर झन्डा हाल्नु पर्ने छ मेरो पनि हाल्छु अहिले चाहिँ हामी आइपुग्यौँ बेनी तर बाटो चाहिँ बिग्रिसकेको छ यार बेनीको त सब पुरै घन्द्राङ भइसक्यो रहेछ ल यहाँबाट चाहिँ म्याग्दी सुरु भयो है म्याग्दी जिल्ला प्रवेशद्वार
अरे अब साँझ पर्न लाग्यो अब बिस्तारै यो बादलले खिच्छ होला सायद र दुईटा डाँडाको बिचमा कस्तो मोबाइल देखियो क्या जमानामा यो झर्नामा पनि फोटो खिचेको थियो यार आइसी होइन अब मनाङ जाँदाखेरि त यस्तो बाटो धेरै नै छ होइन यो बेनीबाट माथि मुस्तक जाने ठाउँमा चाहिँ होइन सबसे बबाल बाटो देखिने भने चाहिँ यो एउटा चाहिँ खतरा छ क्या ढुङ्गा कपेर बनाएको हो होइन कुन बेला भत्केला जस्तो लाग्छ क्या डरै लाग्ने गरेर जोमसम 39 किलोमिटर यस पुगी त जोमसम मस्त सही छ यार अहिलेसम्म यस्तै रहेछ बवाल छ ल गरिरहेको यो एरियामा चाहिँ जहिले पहिरो झरिरहेको मार्फा बजार अनि हामी चाहिँ यता रोडबाट आएको न बजार सरर बजार छिरेर जाने भनेर मार्फा बजारतिर छिरेको छौँ होइन ए यहाँ त चाहिने सामानहरू आउनु थालिसकेको रहेछ ओहो स्याउ चाहिँ सकिसक्यो तर यहाँ चाहिँ अब अहिले कोल्ड स्टोर छ नि त अनि त्यही भएर पसलाहरूमा चाहिँ पाउँछ ल जरुरी सूचना स्पिड चाहिँ 10 मात्रै गर्नुपर्ने रहेछ ओके छ त कसले फोन गर्यो ओहो एकछिनै फोन आयो यार कसले फोन गर्यो